मान्छेले लगाउने लुगाको आधारमा उसको इज्जतको मापन गरिन्छ। त्यही विषयसँग सम्बन्धित आज एउटा कथा। एउटा शिक्षकको जसले पढाउँदा पढाउँदै अर्कै सपना देखे। मैले पढाउनु भन्दा मानिसहरूको शरीरमा ओढाउन पाए, अर्थात् उनी पढाउने भन्दा पनि हरेक नेपालीको शरीरमा कपडा ओढाउने भन्ने सपना देख्दै थिए। तर त्यो सपना निकै महँगो पर्दथ्यो उनलाई, किनकि अहिलेसम्म बाबुबाजेले नगरेको कुनै पनि अनुभव नभएको सपना कहाँबाट देख्दै थिए। आज त्यही सपनाको कथा। तपाईले सुरुवात केबाट गर्नुभयो त्यसले मायने राख्दैन, तर तपाईले अन्त्य केमा गर्नुहुन्छ त्यसले एकदम ठूलो भूमिका निर्वाह गर्छ। त्यस्तै सपना देख्नेहरू मध्ये पढाउँदा पढाउँदै एकजनाले सपना देखे, मैले पढाउने काम भन्दा ओढाउने काम गर्यो भने झन् धेरै सफल हुन्छु कि। सायद यो सपना देख्नेलाई भन्दा सपना सुन्नेलाई अजीब लाग्न सक्छ। पढाइरहेको शिक्षक चटक्कै शिक्षण पेशा छोडेर एकाएक कपडाको व्यापार गर्ने, त्यो पनि कहिले अनुभव नभएको क्षेत्रमा। बाबुबाजेले कहिले पनि नगरेको पेशा कसरी गर्छ भनेर धेरैले चुनौतीका आकलनहरू तिर्साइदिए। तर भनिन्छ नि, सपना पूरा गर्न निरन्तर मेहनत गरिरहनु पर्छ। एक दिन त्यही सपनाको पछाडि सफलता कुद्दै कुद्दै अङ्गालो हाल्न आइपुगिहाल्छ। तर सपना पूरा गर्न समस्याको गल्लीहरू भने पार गर्नुपर्छ। कुनै साँघुरो होला, कुनै फराकिलो होला, तर अवश्य यस्तो गल्ली पनि आउँछ जहाँ अन्धकार यति भइदिन्छ कि योभन्दा अगाडि बढ्ने बाटो नै छैन जस्तो लाग्छ। त्यही अन्धकारको सामना गर्दै सपनालाई विपनामा परिणत गरेको कथा हो सुट मालाको कथा। 2063 सालमा